सो हेलो गाइज वेलकम टु माई मिनी भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकठाक र सन्चै नै छु। आजको दिनमा के बित्यो म भिडियोको अन्तिमसम्म भन्ने नै छु। सबैले भिडियो अन्तिमसम्म हेरिदिनु होला। आज चाहिँ यो बेंगलोरमा गर्मी पनि कति बढ्न सक्यो हो भने गर्मी पनि यति धेरै बढेको छ कि बाहिर जाँदा यति धेरै पोल्छ कि 2 बजेतिर मम्मी चाहिँ खाना बनाउन आउनु भएको थियो। खाना बनाइसकेपछि आमा छोरा मिलेर खाना खाइसकेपछि म मम्मीको कामतिर छोड्नुतिर लागे। अलिकति टाढा नै थियो, के गर्नु मम्मीलाई छोड्नै परिहाल्यो हैन। मम्मीको काम चाहिँ भेनाको बिल्डिङमा रहेको थियो, मतलब भेना ड्युटी गर्ने बिल्डिङमा रहेको थियो। अनि भेना चाहिँ यसो पिजी तिर जान लाग्नु भएको थियो। म पनि सँगै जान्छु भनेर भान्जा भेना अनि म भएर चाहिँ त्यो पिजी मा गयो। उता पुगिसकेपछि चाहिँ मसला पिस्नु पर्ने रहेछ। भेनाको ओनरले चाहिँ यो मसला पिसेर आइज भनेर चाहिँ भनेको थियो। अनि भित्र गयो त ओहो बुढो चाहिँ खाना ल्याम्प यत्रो घाँस हालेर खाना खाँदै थियो। अलिकति बिजी भएको कारण चाहिँ हामीहरु अनि एकछिन उता बसेर के गर्ने भनेर चाहिँ बुढो खाना खाँदै थियो। भेनाले चाहिँ एउटा बाकेट किन्नु छ भनेर चाहिँ बाकेटको पसलमा लिएर जानुभयो। अनि बाकेटको पसलमा गइसकेपछि चाहिँ भान्जाले सताएर हैरान गरेर नगर भनेको काम गरिराख्ने। अनि त्यो सानो एउटा खोपामा बसेर मैले क्यामेरा मुखमै लिएको दिएर पोज दिन लाग्नु भयो। अनि उताबाट फर्किसकेपछि चाहिँ आफू आइसक्रिम खाने न्यूमा भान्जालाई पनि आइसक्रिम लिन गएको थिएँ। मामा भान्जा मिलेर चाहिँ आइसक्रिम खाए। आइसक्रिम खाइसकेपछि चाहिँ एकछिन चिप्स पनि लिएको थिएँ। चिप्स खोलेर चाहिँ सबै भुइँमा राखिसकेको रहेछ भान्जाले। अनि मामा भान्जा भएर चाहिँ चिप्स खान लाग्यो। आजको लागि यति नै। सबैले युट्युबमा गएर भिडियो हेरेर सब्स्क्राइब गरिदिनु होला गाइस। आजको लागि यति नै। ओके बाइ बाइ।